हामी चाहिँ होइन यो के अरे के पार्क अरे दाइ त्रिपुरा सुन्दरी माईमा छौँ है। यहाँ चाहिँ ल हेर्न सक्नुहुन्छ है, टक्क शिवको मूर्ति छ, चट्ट बबाल दामी छ नि मूर्ति पनि। हामी चाहिँ टक्क हिँड्दैछौँ, यतापट्टि छ है हाम्रो शिवको मूर्ति। हामी चाहिँ सर यहाँ तल एउटा गुफा छ अरे क्या, तल गुफा देखाउनु चाहिँ हाम्रो दाइ जाँदै हुन्छ, म चाहिँ त्यतै जाँदैछु। आज चाहिँ हामी गुफा टुर गरेर आउँछौँ। अघि दोलखा दर्शन गऱ्यो, गुफातिर यसो पुगेर आउँ। ढुकुर उड्दैछन् चट्ट। यहाँदेखि हेर्न सक्नुहुन्छ है, भ्याक्सिन बबाल भ्यू छ है, दामी पारिपट्टि मजाले देखिन्छ देखिँदैन, भ्यू चाहिँ बबाल छ यहाँदेखि देख्ने। तामाकोसी होइन तलको, ठ्याक्कै म चिनिहाल्छु क्या फेरि यस्तो कुराहरू चाहिँ। ल अहिले चाहिँ हामी यो कुन गुफा अरे नाम थाहा नभएको गुफामा आइपुगेका छौँ है। गुफा चाहिँ एकदम राम्रो छ, तर यहाँको घरमा अब हेर्दाखेरि चाहिँ निकै जीर्ण अवस्था भइसकेको छ, सबैको लागि भत्किसकेको छ है। यहाँ हेरौँ कस्तो छ यहाँभित्र, एकदम खतरनाक छ यो गुफा चाहिँ है। तलसम्म रहेछ, कहाँ जान्छ यो गुफा चाहिँ? तलसम्म छिर्नु सकिन्छ त? एकदम अलिकति छिरेर खोइदिन्छ त क्यामेरा, भित्रसम्म हेरौँ। म भित्रसम्म देखाउनु खोज्दैछु है। यहाँ भित्र हेर्न सक्नुहुन्छ है, यहाँदेखि चाहिँ गुफा है यो चाहिँ भित्र एकदम। यहाँदेखि ओह्रालो फेरि मुनि छ, कहाँ हो कहाँ यो कुनामा छ है, तलैसम्म रहेछ। तल चाहिँ शिवको मूर्ति छ, मुनि तल मुनि यहाँ मुनि शिवको मूर्ति छ अरे। झर्ने ठाउँ त छ, तर तल गएर चाहिँ अब ठाउँ नै छैन रहेछ तल गएर चाहिँ, असम्भव छ। नभए चाहिँ यहाँनिर चाहिँ बबाल दामी ठाउँ रहेछ है। दाइरोमा आएको थियौँ गुफाभित्र, माथिबाट पुरै झरेर रहेछ यो गुफा है। यो चाहिँ एकदम जीर्ण अवस्थामा छौँ। अब हामी बाहिर निक्लिन्छौँ है। धर्मावती होइन, हामी जस्तो पातलो मान्छे भयो भने जो पनि छिर्नु सक्छ। गाइस यो चाहिँ गुफा है, तर एकदम यो गुफा चाहिँ जीर्ण अवस्थामा भइसकेको छ है। संरक्षण गर्नुपर्ने चिज हो यो, किनभने यसलाई हामीले अझै संरक्षण गर्न सक्यौँ भने धेरै रमाइलो हुन्छ। र पारिपट्टि गौरीशङ्कर हिमाल पनि हामीले देख्न सक्छौँ, नजिकै छ गौरीशङ्कर हिमाल, यही डाँडा पल्लोपट्टि त हो। यही डाँडा पल्लोपट्टि छ है गौरीशङ्कर हिमाल पनि, ट्याक्कै देखिन्छ यो गुफाबाट। बबाल दामी छ है त। ल